बाटो पनि देखाएर के ल यो ठ्याक्क बेलुकाको 5 बजे है हामी अरियाल पल्ला आछौँ। यो मोटर बाटो यो चाहिँ यो मोटर बाटो माथिको गिठी यहाँ छ है अरियाल चाहिँ यता कमरेडहरू फेरि यता एउटा लोकेसन भन्दा हामी त्यहाँ टोड्के हो ठ्याक्कै कोल्हु माथि मोटर बाटो त्यहाँ हो यहाँ छ है हो त्यो करौटी ल्याउनु भन्दै हावा काटेर त ठिक होइन च्याप काट्ने बिस्तारै नुगाएपछि आउँछ क्या देख्दै देखाएन कोही जात नआएको क्या केटा हो भाग्ने बाटो नि हेर्नुपर्छ है भन्दा कडा पर्यो क्या हाल्नु नि नहल्लाउनु नि ल त्यहाँ बासी त ढुक्कै कति बजे छ दाइ अहिले 5:15 5 बजे हामी अरिङ्गाल बोलेको ल मुख छेउतिर चाहिँ टाइट बाँध्नु हो कि सानो भयो कि टाइट बाँध्नु हो कि दाइले होइन बोल्यास आएको मजाले यो त दिउँसै भएर क्या आगो चाहिँ देखिन्न टुलो त 2 हातको टुलो यहाँबाट यति माथि यो चाहिँ मोटर बाटो फुत्त एक पाइला माथि मावलाई पोले भयो दाइ दायाँ बायाँ त्यसै हामीले आटिन्छ जस्तो र कालो माट्ने झरे खा मकै बोक्दै ए त्यो त मैले उही झारिदिन्थेँ माया नभनेर बुढा ठुलो समात्ने अनि जाने जहाँ मौका छ त्यही एउटाले उस गर्ने कि जाने त हजुर हामी यस्तो गर्छौँ नि माउ कता यस्तो पनि हुँदो रहेछ दिउँसै गरिहालेर हाइवान परेछ सक्दैनस् म जाम यसरी भुटान जान सक्दैन के बाहिर भएको दाइ एकवटा मात्र काट्नु के ए निस्क्यो यो
के हुन्न कि नडराउनु कि यार होइन म त्यस्तो डरा छैन त्यस्तो यसको पोला लिएर हामी उता दौडिने अहिले हामी खतरा हो यो दिउँसै अरियल्लाहरू ल है ल है थाम्न सकेनन् बुढाले अब अलि माथि झर्यो होइन नफालौँ उचाल्नु दाइ हल्का उचाल्नु त अझै उचाल्नु पर्छ दाइ यार माथिल्लो हाँगा काट्नु पर्ने के हो ल ल ल ल ल उचाल्नु आयो 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 ल हजुरले हाल्नुहोस् ल उता दिने हुन्छ हामी दुईटाले हाल्छौँ हैसा फालिस भरिलो रहेछ यार अँ ऊ के ए कहीँ देखियो त ल यो ल ल लु हालो आमाग्ला खै यता ल्याउनु हामी पोला लिएर भाग्ने मान्छे कि फेरि ल हेर्नुहोस् त दाइ ओ माइक पुरा भरिलो ल गाइस यत्रो अरिङ्गेर कसरी नदेखेको होइन ल गाइस दिउँसै नभए त्यहाँ घाम छँदैछ ल चाखिहाल्ने क्या चाखौँ ल ल काटौँ न हो त्यो माथिल्लो हाँगा काटौँ भन्न बुढा एकैचोटमा छिन्ने रे चट्ट है भाइ हो यस्तो लिएर जाने क्या हामीले गाउँमा यस्तै लैजाउँ के भएर काँडामा हालेर दिउँसै बत्ती बाल्ने कुरो भयो नि यो फाल्दिउँ है हर हर महादेव लगाएर दिउँसै यस्तो धेरै छ ओके रमाइलो रमाइलो गरौँ न भरिलो मजाले फल्या रहेछ यार तल बाटोमा लिएर छ ए पोललाई अर्को फेरि यहाँ चाहिँ गाइज यसलाई चाहिँ एक दिन समय मिलाएर ट्याक्क फेरि यो चाहिँ 10 खाप जति यो 10 खाप छ कालो अरियाल हो यो चाहिँ फेरि कुनै दिन झिरिप्प ल ह्याप्ने चाहिँ रातोलाई भन्नु है टोकाइ खाएको मान्छेलाई देखाउनु न उहाँ चाहिँ बोरा बोकेर टोकाइ खानु भएको होइन के लामो भाग ए ल है गाइज ल है किलो त छ 2-3 किलो